साथीहरू नमस्कार, वेलकम ब्याक टु माई ब्लग। साथीहरू, आज हामी चाहिँ इङ्ल्यान्डबाट वेल्स जाँदैछौँ। वेल्स विशेष गरी नर्थ वेल्सका विभिन्न ठाउँको भ्रमण हामीले गर्नेछौँ। 21,218 स्क्वायर किलोमिटरमा फैलिएको यो सुन्दर देशको जनसङ्ख्या 2021 को सेन्सस अनुसार चाहिँ 31,07,494 रहेको छ। पहाडहरू धेरै रहेको वेल्सको सबैभन्दा अग्लो पहाड भनेको चाहिँ 1085 मिटरको स्नोडन हो। त्यहाँको भ्रमण पनि हामीले गर्नेछौँ। वेल्सको सबैभन्दा ठुलो सहर राजधानी कार्डिफ हो र आज चाहिँ यही नर्थ वेल्समा रहेको झरना जुन चाहिँ अभर फल्स झरना छ त्यो हामी जाँदैछौँ र यो झरना चाहिँ हामी बसेको ठाउँबाट चाहिँ 59 माइल्स लगभग 95 किलोमिटर रहेको छ। लगभग हामीलाई 1 घन्टा त्यहाँ पुग्न लाग्दछ। साथीहरू, हामी अभर फल्सको पार्किङमा आएका छौँ र मैले चाहिँ आफ्नो गाडी चाहिँ पार्किङमा राखिसकेको छु। पार्किङ चाहिँ दिउँसोभरिको 5 पाउन्ड हो यहाँ, जुन चाहिँ तपाईँहरू 5 पाउन्ड तिरेर चाहिँ दिउँसोभरि यहाँ गाडी राख्न सक्नुहुन्छ। You can park your car for 5 pounds. It's for whole day. आफ्नो गाडी चाहिँ पार्किङमा छोडेर अब अगाडि बढिसकेका छौँ। यो हाइकिङ एकदम सजिलो, धेरै उकालो पनि छैन, सबै स्मुथ, एकदम स्मुथ सजिलो बाटो छ। त्यसैले बच्चाहरू पनि सजिलै आउन सक्छन्। Vai. बुढा भयो पुरानो। Let's go. Run. लगभग हामी आधाभन्दा बढी बाटो लिइसकेका छौँ र आज चाहिँ वेदर साह्रै राम्रो परेको छ। सन्नी एकदम राम्रो, घाम लागेको दिन परेको छ, त्यसैले हिँड्न पनि सजिलो भएको छ। Jokes apart, we have to appreciate every beauty. Wow! I told you. Yeah. Now we could see some. Yeah. Now we could see just 20 minutes walk. If you walk a little bit, now it's very good. Reach here in 20 minutes. It took us just 20 minutes to be here. Yeah. I can feel and smell the waterfall now. It's beautiful. Yeah. That's the waterfall. Over waterfalls in South Wales. I'm in the North Wales.
We are here in 21 minutes, guys. I just put a stopwatch. So finally, we have reached our waterfalls. This is the first impression of the waterfall. Is extremely beautiful. Let me see. Wow. Check out this one. Impression. लगभग 25 मिनटको हिँडाइपछि हामी झरनाको अगाडि नै आइपुगेका छौँ। अब हामी झरनाको राइट साइडतिर चाहिँ थोरै हिँडेर राइट साइडतिरबाट चाहिँ झरना अवलोकन गर्न गइरहेका छौँ। यस ओभरफलले दिएका अविस्मरणीय यादहरू मानसपटलमा स्टोर गर्दै र क्यामेरामा कैद गर्दै आजको नर्थ वेल्सको यात्राको क्रममा ओभरफलको यात्रालाई बिट मार्दै हामी फर्किने तर्खरमा छौँ। साथ दिनुहुने सम्पूर्ण धेरै धेरै धन्यवाद। Thank you very much and hope to see you in next episode of North Wales.